दर्शकबिन नमस्कार, म हुँ कार्यक्रम प्रस्तुता मिसन भिक भने तपाईहरु हेर्दै हुनुहुन्छ मेरो आवाज टिभी। आदरणीय दर्शकबिन, केही दिनदेखि यता गायक तथा नायक प्रकाश सपुत ट्रोल अथवा भनौं आलोचनाका शिकार भइरहेका छन्। यो कारणले गर्दा कि उनी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको केपी शर्मा ओली सपना सङ्घर्ष र संकल्प लोकार्पण समारोहमा सहभागी भएर अभिव्यक्ति दिँदै गर्दा गरेको विश्लेषण। दर्शकबिन, प्रकाश सपुतले आफैले पनि भनेका छन् कि म सम्माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक र सामाजिक व्यक्तिको रूपमा नभई एक व्यक्तिगत रूपमा उहाँको जुन ग्राफ छ, जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई साँच्चीकै विचित्रै प्रेरणादायीमूलक लाग्दछ। राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म लगायत हजारौं युवाहरू जो नयाँ पुस्तामा हुनुहुन्छ, आफ्नो सपना पूरा गर्न, आफूमा बदलाव ल्याउनका लागि र देशको एक असल, सक्षम र दक्षशील नागरिक बन्नको लागि व्यक्तिगत जीवनबाट हामीले हौसला लिन जरुरी हुन्छ भन्ने सपुतको भनाइको आशय रहेको छ। एक बारको जीवनमा पनि यति धेरै परिवर्तनहरू देख्न, यति धेरै परिवर्तनहरू हुन पनि सम्भव रहेको कुरा समेत प्रेरणादायी रहेको कुरा सपुतले बताएका छन्। यो आशय व्यक्त गर्दै गर्दा सपुतले यो कुरा पनि प्रश्न पारेका छन् कि सम्माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक यात्राको कुरा छोडौं, उहाँको विचारहरूको कुरा पनि छोडौं, कार्यकारी रहिरहँदाको कुरा पनि छोडौं र उहाँलाई केवल व्यक्तिगत रूपमा हेर्ने हो भने पनि हामीले हाम्रो समयमा युवाहरू अलिकति दुःख पीडित, सङ्घर्ष र थकितबाट निराशा भई सपना देख्नबाट पछि हट्ने, सङ्घर्ष गर्नबाट पछि हट्ने, प्रगतिको मार्गमा पछि हट्नेहरूका लागि प्रधानमन्त्रीज्यूको सङ्घर्ष र उहाँको व्यक्तिगत जीवन उदाहरणीय र प्रेरणादायी रहेको छ भनी सपुतले बताएका छन्, जो आफैमा जायज र प्रेरणादायी रहेको छ यदि हामीले सकारात्मकताको भावले लियौँ भने। दर्शकबिन, हामीले बुझ्नुपर्ने कुरा के छ भने गायक तथा नायक प्रकाश सपुतले जो व्यक्तिका बारेमा बताएका छन् ऊ नाजायज अथवा मन नपर्ने व्यक्ति भए तापनि हामीले हौसला लिनुपर्ने उनको व्यक्तिगत जीवन र सङ्घर्षबाट भने हामीले सिक्नुपर्ने कुराहरू पनि रहेका हुन्छन्। हामीले यसलाई सकारात्मकताको रूपमा लिन जरुरी हुन्छ र सपुतले यो विषयमा थप स्पष्ट पार्दै भनेका छन्, उमेरको हिसाबले पनि जुन प्रकारको ऊर्जा र सक्रियता छ त्यो पनि एक प्रेरणादायी रूपमा रहेको छ र हामीले प्रेरणाको रूपमा ग्रहण गर्न सक्छौं भनी बताएका छन्। गायक तथा नायक प्रकाश सपुतले कसैको पनि विरोध नगरेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको जीवन्त सङ्घर्षबाट सक्रियता र ऊर्जा सापत्ति लिएको पनि बताएका छन्, जो व्यक्तिगत जीवनसँग सम्बन्धित छ, न कि राजनीतिक जीवनसँग। अन्ततः जाँदा जाँदै सपुतले अवस्था र व्यवस्था परिवर्तनका लागि जुन किसिमको सङ्घर्ष मार्फत योगदान पुर्याउनु भएको छ, तपाईँ लगायत तपाईँका पुस्ताहरूको अबको आगामी कार्यशैलीहरूले फिटलो नहोस् भनेर शुभेच्छा समेत व्यक्त गरेका छन्। हामीले हाम्रो जीवन बाँच्नु छ, नयाँ समयअनुसार बाँच्नु छ। तपाईहरुले अब गर्ने कार्यशैलीहरू म उहाँ मार्फत सबै त्यो समयमा परिवर्तनमा योगदान गरेका नेताहरूलाई भन्न चाहन्छु कि तपाईहरुले जुन यो व्यवस्था परिवर्तनका लागि योगदान पुर्याउनु भएको छ, तपाईहरुको अबको कार्यशैलीले चाहिँ म जस्ता युवाहरूमा जुन किसिमको छाप छ तपाईहरुलाई लिएर उहाँहरूले गर्दा नै हामी यहाँ छौँ, यो देश यहाँ अवस्थामा छ, यो देशको परिवर्तन उहाँले गर्दा सम्भव भएको हो भन्ने जुन किसिमको केपी शर्मा ओलीज्यूहरूको इमेज मेरो दिमागमा छ, त्यो कहिले पनि परिवर्तन नहोस्, झन् बढ्दै जाओस् र तपाईहरुको योगदान तपाईहरुको आगामी कार्यशैलीले फितलो नहोस्। उनको यो व्यक्तिगत विचारलाई हेर्ने र मूल्याङ्कन गर्ने हो भने विरोधजन्य र आलोचनात्मक छैन। एउटा कुनै कार्यक्रममा सहभागिताको रूपमा निम्तो गर्दा सहभागिताको हैसियतले राजनीतिक भन्दा पनि व्यक्तिगत प्रेरणाको परिवेशमा रही बोल्नु अनुचित छैन, किनभने सपुतले कुनै राजनीतिक जीवनसँग जोडिएर वा सामाजिक कार्यसँग जोडिएर भन्दा पनि उत्प्रेरणा र भावनासँग जोडिएर आफ्नो विचार व्यक्त गरेका छन्। यद्यपि सपुतको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। कतिपयले उनको विचारलाई समर्थन गर्दै आएका छन् भने कतिपयले सामाजिक सञ्जाल प्रयोगकर्ताले भने चर्को आलोचनाका साथै गाली गलौज पनि ओहिरो लगाएका छन्। उसो त उक्त लोकार्पण समारोह कार्यक्रममा नायिका केके अधिकारीको पनि सहभागिता रहेको थियो। उनले पनि आफ्नो धारणा व्यक्त गर्दै गर्दा व्यक्तिगत रूपमा नै गरेकी छन्, न कि प्रधानमन्त्रीजीको राजनीतिक सामाजिक जीवनसँग जोडिएर। अधिकारी भन्छन् लोकतन्त्रको सुन्दर अभ्यासहरू गरेको पाएकी छु र सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो संलग्नता, आफ्नो सहभागिता रहेको पनि पाएकी छु र यो संलग्नता, सहभागिता र जिज्ञासाले यो खालको
नवीनतम अभ्यासहरूले गर्दा साँच्चीकै समृद्ध र सुखी नेपाल हामीले देख्न सक्छौँ भन्ने विश्वास लिएको बताएकी छिन्। साँच्चै यो अभिव्यक्ति सुन्दा झट्ट सुन्दा असन्तुष्टिजनक भए तापनि व्यक्तिगत हिसाबले हेर्दा विरोध जन्ने कुरा नगरेको र नभएको कुरा स्पष्ट पार्न चाहे मेरो व्यक्तिगत तर्फबाट। किनभने गायक तथा नायक प्रकाश सपुरले आफू राजनीतिक र आन्दोलन र सामाजिक कार्यबाट भन्दा पनि आफू व्यक्तिगत हिसाबले जोडिएर व्यक्तिगत जीवन र सङ्घर्षका यात्राहरूबाट सिक्नुपर्ने कुराहरूमा आफ्नो विचार व्यक्त गरेका छन् र हामीले हाम्रो जीवनमा आवश्यक पर्ने उत्पीडन र प्रेरणा र सङ्घर्ष र शिक्षा जोसुकै व्यक्तिबाट पनि लिन सक्दछौँ। फरक यति मात्र हो कि राम्रो कुरा लिने अथवा नराम्रो। होला प्रधानमन्त्रीज्यू राजनीतिक जीवनमा रोहिरहँदा रुष्ट अथवा जनताको आशा अपेक्षाभन्दा बाहिर गएर कार्य गरेका होलान्, तर सपुतको यो कुराको बढाइ चढाइ नगरी अथवा कुरै नगरी केवल व्यक्तिगत सङ्घर्षबाट आफू प्रभावित र प्रेरित भएको कुरा बताएका छन्। यदि कुनै पनि व्यक्ति आफ्नो नजरमा गलत छ भने यसको मतलब यो होइन कि उसबाट हामीले राम्रो कुरा पनि सिक्नु हुँदैन, ग्रहण गर्नु हुँदैन। राम्रो कुरा कुनै पनि व्यक्ति अथवा घटनाबाट सिक्न सकिन्छ। सपुरले बोल्दै गर्दा नराम्रो कुराको प्रशंसा गरेका भने छैनन्। उनले व्यक्तिगत सङ्घर्ष र उत्प्रेरणाबाट विश्लेषण मात्रै गरेका हुन्। यो विषयमा तपाईँको विचार के छ जस्ताको तस्तै कमेन्ट बक्समा राख्न नबिर्सनुहोला। हस्, धन्यवाद।